कङ्ग्रेचुलेसन्स हजुरलाई आज जुन 6 मा हजुरको चाहिँ भिजा ग्रान्ट भएको छ। अस्ट्रेलियाको सब्सिक्वेन्ट भिजा जुन चाहिँ डिपेन्डेन्ट भिजा, उहाँको चाहिँ म्याम अलरेडी अस्ट्रेलियामा हुनुहुन्छ र उहाँले चाहिँ लगभग 80 डेज कुरेर आज भिजा ग्रान्ट भएको छ उहाँको। यसको लागि वन्स अगेन कङ्ग्रेचुलेसन। र भिएक्सएल एजुकेसनमा आउनुभन्दा पहिला उहाँले यस भिजाको प्रोसेसिङको लागि अलरेडी कन्सल्टेन्सीहरू भिजिट गरेर पनि त्यो खालको गाइडेन्स नपाइसकेपछि भिएक्सएलमा जोइन हुनुभएको, त्यो अलिकति उहाँहरूले चाहिँ सेयर गरिदिनु हुनु र आगामी दिनमा चाहिँ भिएक्सएल एजुकेसनलाई चाहिँ कसरी स्टुडेन्टहरूले चाहिँ एउटा फर्दर डेस्टिनेसन गराउन सक्नुहुन्छ भन्ने कुरा पनि रिकमेन्ड गरिदिनु भयो। धन्यवाद सर। अब पहिलो कुरा त म धेरै नबोलिकन के भन्न चाहन्छु भने म धेरै कन्सल्टेन्सीहरू चाहिँ घुमेँ। कतिले त डिपेन्डेन्ट चाहिँ एप्लाई गर्नै नमान्ने क्या, अब नाम त नभनौँ। त्यो गर्दाखेरि डकुमेन्टेसनको लागि पनि एउटा कन्सल्टेन्सीमा चाहिँ फिक्स भइसकेपछि चाहिँ यो ल्याउनु उ ल्याउनु भन्ने केही पनि नभन्ने अरू थोक। त्यो गर्दाखेरि चाहिँ अङ्कलको थ्रुबाट म यहाँ आइसकेपछि राजेश सरसँग भेट भयो। अनि यहाँ यति सजिलोले डकुमेन्ट चाहिँ बन्यो कि भनेको चाहिँ खास कस्तो भने उहाँले भन्नुभयो त्यही अनुसारको गर्दै ल्याउँदाखेरि त डकुमेन्टेसनै सायद 2 दिन होला, हामीले 2 दिनभित्र पुरा गरेको होला। गर्दाखेरि सबै थोक एकदम फ्रेन्डली इन्भाइरोमेन्ट छ यहाँ, सबै थोक एकदम फ्रेन्डली। सरहरू पनि पुरा साथीहरू जसरी यताउता गर्नुभयो त्यसरी एप्लाई गर्दा अब आज रिजल्ट चाहिँ हामीले अब देखिरहेछौँ यहाँ। त्यसै गरी त्यही भएर म अरूलाई नि के भन्न चाहन्छु भने भिएक्सएल आउनु हजुरलाई फ्रेन्डली इन्भाइरोमेन्ट अन्न शुद्ध दुःख नमानिकन दुःख नगरिकन गर्न मन छ भने चाहिँ भिएक्सएल एजुकेसन आउनु भन्न चाहन्छु। वन्स अगेन कङ्ग्रेचुलेसन्स। हजुरको चाहिँ अस्ट्रेलियाको बसाइ सुखद रहोस्। थ्याङ्क यू सो मच सर। भिएक्सएल एजुकेसन हजुर, थ्याङ्क यू।